हेर्नुस् त दर्शकवृन्द, कति साहसी र मेहनती चेली जसले विगत 3 वर्षदेखि काठमाडौँको व्यस्त सहरमा टेम्पो चलाएर गाउँमा रहेका आमा बाबालाई लालन पालन गर्दै आइरहेकी छिन्। सपना त थियो धेरै पढेर ठुलो जागिरी बन्ने, तर घरको आर्थिक अवस्थाले त्यो सपना सपनामै सीमित गरायो। तर जसोतसो +2 पास गरेर नेपाल आर्मी बन्ने तयारी गर्थिन् यी बहिनी। अन्ततः त्यो सपना पनि हरायो जब रामेछापदेखि केही सपना बोकेर काठमाडौँ पुगिन् 22 वर्षीय विपना मगर। समय र परिस्थितिले उनको आर्मी बन्ने सपना सदाको लागि जीवनबाट टाढा गरायो, किनकि उनको कारणवश हात भाँचियो। घरकी एक्लो छोरी जब उमेर र व्यवहारले च्याप्दै गयो, उनले सोच पनि बदलिन्। नेपालमा बसेर केही हुँदैन, विदेश जानुपर्छ भनेर। तर समयले यति बेला उनलाई टेम्पो चालिका बनाएर जीवन प्रदान गरिरहेको छ। हो, आज उनी 22 वर्षीय साहसी र मेहनती चेली विपना मगरसँग गरिएको सङ्घर्षका कथा तपाईँमाझ प्रस्तुत गर्ने जमर्को गर्दछौँ। भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ र बहिनीलाई तपाईँ के भन्न चाहनुहुन्छ, आफ्नो मनको प्रतिक्रिया कमेन्टमा राखिदिनु होला। र उनी बहिनीको हौसला र मान सम्मानको लागि यो भिडियोलाई 1 लाइक 1 सेयर गरेर हरेक नेपाली माझ पुर्याइदिनु होला भन्दै हामी लाग्छ उनी बहिनीसँग गरेको यो छोटो मिठो कुराकानी तपाईँ माझ प्रस्तुत गर्नतर्फ। पहिला फर्स्टमा चाहिँ यति सानो मान्छेले नि गाडी चलाइरहेको छ त भनेर सोध्नुहुन्थ्यो। आफू कमाउने भइसकेपछि प्राय बुवा मम्मीलाई नि दिने सोच आउने रहेछ। अब फर्स्टचोटिमा त डर लागेको थियो, त्यो पनि बानी हुने रहेछ। अनि जाँदा सिकिराख्दाखेरि अनि त्यो डर पनि हरायो। सिकाउने हो भने प्राय पहिला चाहिँ नम्बर चाहिँ माग्थ्यो नै। अनि नम्बर माग्दाखेरि म त अलि छुची पनि छु के, अनि मैले नम्बरहरू यसरी माग्नु हुँदैन नि, तपाईँ घरमा दिदीबहिनी छुइनँ भनेर भन्थ्यो। लाइभमा बस्यो भने पनि मलाई खलासी राख्नुहोस् न भन्नुहुन्छ। अब कमेन्टहरूमा पनि त्यही भन्नुहुन्छ, मलाई पनि खलासी राख्नुहोस् न, म पनि आउँछु हजुरको गाडीमा भन्नुहुन्छ। पहिला चाहिँ म यो ड्राइभिङ नै गर्छु भन्ने सोच्दै थिएन। अब अनि पछि यत्तिकै दिदीहरूसँगै हिँड्दा हिँड्दै अनि सिक्ने मन आएर चाहिँ सिकेको। त्यति बेला त आर्मीमा जागिर खाने भन्ने सोच थियो पहिल्यैदेखि नै। त्यसपछि लाएर त्यो हात भाँचिसकेपछि चाहिँ अनि त्यो सबै सकेर अनि गाडी चलाएको। ड्राइभरले दिदी हजुरको नम्बर दिनु न भन्नुहुन्छ प्रायः जस्तोले। अनि मैले भन्छु कि नम्बर होइन, मेरो गाडी नम्बर चाहिँ याद गरेर जानु भन्ने। प्रायः जस्तो आजभोलिको मान्छे एकदमै स्वार्थी हुन्छन् के, त्यही भएर मलाई चाहिँ त्यो विश्वास लाग्दैन। घरमा जसले माग्न आउँछ उसैसँग बिहे गर्छु। टेम्पो सिकिसकेपछि बसमा जाने कोसिसमा चाहिँ छु, तर टाइम मिलेको छैन। यही गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, अनामनगर, सुन्धार अनि त्यही फर्केरै आउनु। तपाईँले गाडी चाहिँ अलिक जोडले हुर्काउनुहुन्छ हो? होइन त्यस्तो त होइन, तर अलिक कठिन छ कि भने अलिक छिटो त खोज्छ नि त मान्छेहरू। अनि रेड लाइट बोल्नुभन्दा अलिकति अगाडि जान पाए हुन्थ्यो भन्ने कुरा यस्तो हुन्छ। अब ग्रिन बोलिरहेको हुन्छ नि त, ग्रिन बोल्दा बोल्दै जहाँ धेरै माया दिनुभएको छ, सपोर्ट गर्नुभएको छ, सबैजनालाई धन्यवाद। होइन दर्शकवृन्द, सम्पूर्णमा हार्दिक स्वागत छ। म भेगराज थापा। यति बेला हामी काठमाडौँमा छौँ। आज काठमाडौँबाट एकजना चेली जसले चाहिँ काठमाडौँको व्यस्त सहरमा मजाले टेम्पो गुडाउँदै आफ्नो जीवन चलाउँदै आउनु भएको छ। र यति बेला सामाजिक सञ्जाल टिकटकमा नि धेरैजनाले रुचाउनु भएको छ, धेरैजनाले मन पराउनु भएको छ उहाँको भिडियो सामग्री र उहाँको कामलाई। धेरैजनाले यो बहिनीको घर कहाँ हो, कता कता टेम्पो चलाउनुहुन्छ, कसरी यो पेसामा आबद्ध हुनुभयो भनेर धेरैजनाले जिज्ञासा गरेपछि त्यो जिज्ञासा मेटाउन लागि यति बेला हामी बहिनीलाई फ्रेममा राखेर कुराकानी गर्दछौँ। बहिनी नमस्ते। नमस्ते दाइ। तपाईँको शुभ नाम? मेरो विपना सिन्जाली मगर। विपना सिन्जाली मगर, हजुर। अनि घर चाहिँ कहाँ हजुरको? मेरो रामेछाप हो। रामेछाप, बसाइ काठमाडौँ हो। अनि मजाले टेम्पो चलाउनुहुन्छ, कति भयो चलाउनु लाग्यो? 3 वर्ष पुग्न लागिसक्यो। 3 वर्ष पुग्न लाग्यो। ओहो, मान्छे त सानो हुनुहुन्छ। अलिअलि मैले देखेँ मात्रै हो कि सानै हो? सानै हो। सानै हुनुहुन्छ। अनि त्यो सानो मान्छेले त्यसो टेम्पो चलाउन चाहिँ कहाँबाट सिक्नुभयो? यो खास दिदीहरू पनि चलाउनुहुन्छ नि त, अनि दिदीहरूबाटै सिकेको हो खासमा चाहिँ। ए, दिदीहरूले पनि चलाउनुहुन्छ? हजुर। के सोचले सिक्नु भएको तपाईँ? यो अब यो सोचै नभए यत्तिकै आएको सिक्नलाई। खासमा त्यो इन्ट्रेस्ट नै, तर आइराख्दाखेरि अनि दिदीलाई भेट्यो, दिदीसँग कुरा गरिसकेपछि चाहिँ अनि म पनि गर्छु भनेर आएको हो खासमा। मतलब भित्रदेखि इच्छा चाहना भएर पहिला सिक्नु चाहिँ भएको? थिएन। ख्यालमै सिक्नु भएको? मतलब हात लगाउनु बेला त केही सोचाइ आयो होला नि? होइन यस्तो थियो, पहिला चाहिँ म यो ड्राइभिङ नै गर्छु भन्ने सोच्दै थिएन। अब अनि पछि यत्तिकै दिदीहरूसँगै हिँड्दा हिँड्दै अनि सिक्ने मन आएर चाहिँ सिकेको।
कति गाह्रो हुँदो रहेछ सिक्न? गाह्रो त एकदमै धेरै गाह्रो हुन्छ नि। सुरुमा के कुरामा गाह्रो भयो तपाईँलाई? अब ट्राफिकहरू पनि अलि ज्यादाती नै हुन्छ, झेल्न सकिँदैन। सिक्दाखेरि अलि ध्यान दिनुपर्छ धेरै नै। कहिले सिक्ने बेला गाडी तलमाथि गरेन? त्यो त हुन्छ नै। हुन्छ, भयो त्यस्तो के छ, त्यस्तो पल के छ तपाईँले गाडी चलाउने बेला गाडी तलमाथि भएको? त्यति साह्रो त खासै गाह्रो त भएन, ठिकै। कहिले तल जान्छ कि माथि जान्छ कि भन्ने त्यो डर? त भएन। अलि फर्स्टचोटिमा चाहिँ अलिअलि गाह्रो हुन्छ नै, त्यसपछि त हुँदैन। मनमा सुरुमा डर पनि लागेन? अब फर्स्टचोटिमा त डर लागेको थियो, त्यो पनि बानी हुने रहेछ। अनि जाँदा सिकिराख्दाखेरि अनि त्यो डर पनि हराएन। सुरुमा मनमा चाहिँ के कुरा खेल्यो? सिक्दै क्रममा, चलाउने क्रममा मैले कतै गाडी बजार्ने हो कि केही गर्ने भन्ने खालको कुराहरू? त्यो डर त फर्स्टमा त हुन्छ नै, तर आर्ट गर्नुपर्छ। मनमा कुरा केही खेले कि खेलेन? खेलेन, केही पनि खेलेन। मतलब सुरुदेखि नै म ढुक्कले चलाउँछु, त्यही भएर नि चलाएको। अनि यो चलाउने क्रममा चाहिँ तपाईँको यो भाडामा हो कि? भाडामा हो। के छ साउले कति बुझाउनु पर्छ? साउलाई त्यही 3035 त्यस्तै हो दिनको। हजुर। अनि तपाईँ एउटा छोरी मान्छे हजुर। है, छोरी मान्छेले प्रायः जस्तो ड्राइभिङ गरेको कम देख्छौँ कि? कोही मान्छेले किन्न, अब हुन त काठमाडौँमा त त्यति धेरै अनौठो लाग्दैन, काठमाडौँभन्दा बाहिर त लाग्छ नै। त्यही पनि कहिलेकाहीँ कुरा गर्नुहुन्छ कोही प्यासेन्जरहरूले, छोरी मान्छेले गाडी चलाएको भनेर? प्राय मान्छे पहिला फर्स्टमा चाहिँ यति सानो मान्छेले नि गाडी चलाइरहेको छ त भनेर सोध्नुहुन्थ्यो। अनि अब पछि नै छोरी मान्छेहरूले नै गाडी चलाउने रहेछ भनेर भन्थ्यो प्यासेन्जरहरूले। भने सुरुमा चाहिँ अलि अनौठो, अलि अचम्म मान्नुभयो, अहिले चाहिँ अब ल धेरैजना बानी पर्नु भएको छ? बानी भइसक्यो प्राय। अहिले त रुटैभरि दिदी बहिनीहरू नै छ प्राय जस्तो, सबैजना नै, त्यही भएर त्यस्तो खासै हुँदैन। अनि यसरी चलाउँदै गर्दाखेरि कहिलेकाहीँ बिचमा गाडी बिग्रिने उता समस्या? त्यो त झेल्नुपर्छ। के छ त्यो बेला अब आफै बनाउनुहुन्छ? होइन, हाम्रो ग्यारेजबाट फोन गरेपछि आउनुहुन्छ। ग्यारेजबाट आउनुहुन्छ भने त्यति साह्रो छैन? त्यति साह्रो त छैन। त्यो भ्याली बाहिरको मान्छेहरूलाई त अलिक टाढा जानुपर्छ नि त। त्यस्तो बेलामा कतै अप्ठ्यारोमा बस्ने, रातको बेलामा बस्नुपर्ने अवस्था हुन्छ, तर तपाईँहरूलाई छैन। के चाहिँ योभन्दा पहिला केही गर्नुहुन्थ्यो? पहिला अलिअलि यतैतिर यसो हल्लिने काम, हल्लिने भन्नाले कपडा पसलतिर काम गर्थ्यो। कपडा पसलमा छोडिसकेपछि गाडी सिक्यो। के छ कपडा पसलमा काम सजिलो कि यो सजिलो त? यो नै सजिलो छ। यो सजिलो किन नि? अब यसमा कमाइ पनि राम्रै छ नि त, त्यही भएर हो। अब कपडा पसलमा खासै पैसा पनि खासै हुँदैन नि त, त्यही भएर अनि गाडी सिकेको। मतलब यसमा जति कमाए आफूले फाइदा हो, कपडा पसलमा चाहिँ साउलाई त्यही नै हो है? साउले दिइसकेपछि आफूलाई हुन्छ। मतलब साउलाई दिनुपर्ने पैसा कमाउनु पर्यो, त्यो बाइक बचाएको सबै तपाईँलाई? सबै आफूलाई नै हो। अनि कस्तो यसको त्यो चार्जिङ सिस्टम हो? हजुर, ब्याट्रीवाला चार्ज गर्ने। अनि बिग्रियो भने साउको जान्छ तपाईँको? साउको हाम्रो त केही जाँदैन, हामी त आउने चलाउने मात्रै हो। भने सजिलो रहेछ नि। अनि कति पढ्नु भएको छ हजुरले? म त 12 सकेर बस्यो। प्लस 2 गर्नुभएको? कति भयो? 12 सकेको त 2-3 वर्ष जति पुग्नै लागिसक्यो। 3 वर्ष पुग्नु लाग्यो? अनि पढाए मान्छे त जागिर खान्छ भन्छन्, तपाईँ त गाडी चलाउनुहुन्छ। जागिर खानालाई ठिक नलागेर गाडी चलाएको। किन त्यो पढ्ने बेलामा यस्तो जागिर खान पाए हुन्थ्यो, त्यस्तो जागिर खान पाए हुन्थ्यो, लागेन? लाग्न त लागिरहन्थ्यो, तर ठै कहाँबाट के भयो थाहै छैन। के सोच्थ्यो त्यो बेलामा, कस्तो जागिर खान पाए हुन्थ्यो लाग्थ्यो? अब त्यति बेला त आर्मीमा जागिर खाने भन्ने सोच्थ्यो पहिल्यैदेखि नै। त्यसपछि लाएर त्यो हात भाँचिसकेपछि चाहिँ अनि त्यो सब नै सकेर अनि गाडी चलाएको। मतलब तपाईँको सपना आर्मीको थियो? हजुर। तर तपाईँको भाग्यले, कर्मले दिएन। अहिले ड्राइभिङ गर्दै हुनुहुन्छ नि, र पनि तपाईँ खुसी हुनुहुन्छ एकदम है? तपाईँ घरकी कुन छोरी? एक्लै हो म त। एक्लै छोरी हो? हजुर। विवाहित कि अविवाहित? अविवाहित हो। अविवाहित हो। अझ अविवाहित बगाल मान्छे भनौँ न, छोरी मान्छे बाबा आमाको कमाइमा रमाउने होइन, धेरैजना देख्छौँ कि हामीले। त्यो तपाईँलाई सोच आएन? त्यो आएन नि। अब चाहिँ यस्तो आफू कमाउने भइसकेपछि प्राय बुवा मम्मीलाई नै दिने सोच आउने रहेछ, तर त्यसरी हिँड्ने चाहिँ सोच आएन अहिलेसम्म।
बाबा मम्मीले सोच्नु भएको थियो त्यो बेलामा छोरीलाई पढाएर यो गराउँछु त्यो गराउँछु भन्नुभएको थियो होला। बुवाले त भन्नुभएको थियो जागिरमा के अरे आर्मीमा जागिर खुवाउँछु भन्नुभएको थियो। अब त्यही 10 क्लासमा आइसकेपछि हात भाँचेको अनि त्यसपछि सबै सकेको। भनेपछि हात तपाईँको फ्र्याक्चर भयो। हजुर। त्यसपछि बुवाको सपना तपाईँको सपना एकातिर गयो है। अनि दाइ भाइ कति हुनुहुन्छ? दाइ एउटा हुनुहुन्छ। दाइ एउटा हुनुहुन्छ। के गर्नुहुन्छ? दाइ पनि टेम्पो चलाउने। ए दाइ पनि टेम्पो। हजुर। अनि बुबा मम्मी कहाँ हुनुहुन्छ अहिले? गाउँमा। के गर्नुहुन्छ उहाँहरूले? गाउँमा त्यही खेती किसान नै हो बुवा मम्मी त। अनि सँगै पढे साथीभाइले कहिले देख्छन् होला टेम्पो चलाएको है, के भन्छन्? अब सँगै पढेका साथीहरू प्रायः जस्तो विदेश गएको छ। 1-2 जना मात्र यता खान्, तर गाडी चलाउने चाहिँ म मात्रै हो। के भन्नुहुन्छ साथीभाइले? के भन्नुहुन्छ? अब होइन ठिकै गरेछ सिप सिकेर भनेर भन्नुहुन्छ उनीहरू पनि। के लाग्छ तपाईँलाई विदेश जानु ठिक कि अथवा यही काम गर्नु ठिक? ठिक त अब विदेशै जान ठिक हो। किन नि? यत्तिकै यहाँ अलि कहिलेकाहीँ त्यही हो, अलि ट्राफिक जामहरू झेल्नुपर्छ, अलि उयो हुन्छ क्या, त्यही भएर। भनेपछि विदेशमा त दुःख धेरै हुन्छ अरे नि त अर्का ठाउँमा? दुःख त हुन्छ नै, तर पनि भनेपछि एक्लै छोरी देश बाहिर जानु परेको छैन है? त्यो त अब के छ 12 पढ्दा मात्रै छोड्नुभयो अथवा पढाइ अरू निरन्तर गर्न पाए हुन्थ्यो? के लाग्छ? अब निरन्तर त अब यत्तिकै स्थगित नै भइसक्यो पढाइ त। छोडिहाल्नुभयो? हजुर। अब यो पेसामा लागिराख्ने के छ त भविष्यमा टेम्पो नै चलाइराख्ने हो कि अरू केही गर्ने? अब हेर्दै जाऊँ, पछिका कुरा देखेका छैनन् होइन। होइन मनले के सोच्छ? अब मनले त विदेशै जान खोजिरह, अब के हुन्छ। तर विदेश जान पनि लगानी धेरै छ, धेरैजनाले विदेश गएर राम्रो हुन्छ भन्ने छैन नि त। तर तपाईँ जस्तो मेहनती चेलीले नेपालमै बस्नुपर्छ, नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश दिइराख्नु भएको छ, र पनि आफै नै फेरि विदेश जान खोजिरहनु भएको छ, किन यस्तो? त्यो अब उनै हुने रहेछ, इच्छा छ एउटा भनौँ न, एकचोटि जाने इच्छा चाहिँ छ नै। भनेपछि एकचोटि विदेश कस्तो छ त भनेर देख्ने मन छ। हेर्ने मन छ। भनेपछि अब त्यो बिस्तारै अब समयको खेल हो, भन्न सकिँदैन है। अनि के छ भविष्यमा टेम्पो बाइक अलिक ठुलो गाडी चलाउन पाए हुन्थ्यो सोच? इच्छा छ। के चलाउनु इच्छा? अब टेम्पो सिकिसकेपछि बसमा जाने कोसिसमा चाहिँ छु, तर टाइम मिलेको छैन। टाइम मिलेको छैन मतलब अब तपाईँ अलिक ठुलोमा चलाउन पाए, भ्याली बाहिर अलि नाइट बस चलाउन पाए हुन्थ्यो होला भन्ने त मन लाग्छ होला। नाइट बस भन्दा पनि उता मेरै गाउँ जाने बस चाहिँ चलाउने इच्छा छ क्या मेरो चाहिँ, गाउँतिर जाने। हजुर। अब इच्छा पुरा होला नहोला त्यो थाहै छैन। थाहै छैन। बाबा मम्मीको पेसा के छ? त्यही गाउँमा त खेती किसानै हो, अरू केही छैन। के गरेर पढाउनु भयो तपाईँलाई? अब पहिला बुवा काठमाडौँ बसेर टेम्पो नै चलाउनुहुन्थ्यो बुवाले पनि। अनि पहिला त बुवा काठमाडौँ हुनुहुन्थ्यो, मेरो पढाइ सकेपछि बुवा पनि गाउँ जानुभएको। तपाईँको पढाइ सकेर बल्ल गाउँ जानुभएको भनेपछि एक्लै छोरीलाई राम्रै जागिर खोल्ने सपना थियो, तर सपनामै सीमित भयो नि। ठिक छ, अब यति राम्रो काम गर्नुभएको छ होइन, मान्छे पनि राम्रै हुनुहुन्छ। विशेष गरी सामाजिक सञ्जाल टिकटकमा धेरैजनाले रुचाउनु भएको छ। के भन्नुहुन्छ सामाजिक सञ्जालमा तपाईँलाई? म त यस्तो खासै म त यो टिकटकतिर खासै जाँदिनँ नि त, प्राय टाइम पनि मिल्दैन। यसो उता जाने बेलामा एउटा दिदी हुनुहुन्थ्यो, दिदीलाई मोबाइल समाइदिनु न भन्दाखेरि उहाँले समाएर भिडियो बनाइदिनु भएको, अनि त्यही भिडियो हाल्दा एकदमै भ्युज लाइक अनि अब भ्युअर्सहरू पनि एकदम धेरै फलो गर्नुभयो। त्यही हो, त्यति बेलादेखि नै हो नि त, झन् मलाई त्यस्तो खासै थाहै छैन। भनेपछि त्यहाँबाट बिस्तारै भिडियो अपलोड गर्दै जानुभयो। के भन्नुहुन्छ त त्यसरी भिडियो हाल्दै गर्दाखेरि सामाजिक सञ्जालमा तपाईँको फलोअरहरूले फ्यानहरूले त्यो त कमेन्टमा के लेख्नु पाउँछ, के भन्नुभएको हुन्छ? कमेन्टमा अब त्यही हो, ठुलो गाडी चलाउनु पर्छ, राम्रो गर्नुहोस् भन्नुहुन्छ, त्यही हो। कहिले मलाई कन्टेन्ट राख्नु पऱ्यो, खलासी राख्नु पऱ्यो? त्यो त सबैजनाले भन्नै हुन्छ। लाइभमा बस्यो भने पनि मलाई खलासी राख्नुहोस् न भन्नुहुन्छ, अब कमेन्टहरूमा पनि त्यही भन्नुहुन्छ, मलाई पनि खलासी राख्नुहोस् न, म पनि आउँछु हजुरको गाडीमा भन्नुहुन्छ। किन भन्नुहुन्छ होला त्यस्तो चाहिँ? अब खोइ त्यो त थाहै छैन। तपाईँलाई राम्रै देखेर होला सायद हो नि। अब थोरै यता रमाइलोतिर जान्छु ल, अप्ठ्यारो नमान्नु ल, उमेर पुगिसकेको छ है। अब मगरकै छोरी राम्रै हुनुहुन्छ, मेहनती हुन्छ। मगर मान्छे मेहनत हुन्छ भन्छन् धेरैजनाले। यति राम्रो मान्छेले टेम्पो चलाउँदै गर्दाखेरि कहिलेकाहीँ बाटोमा केटाहरूले जिस्काउँदैनन्? जिस्काउने हो भने प्रायः पहिला चाहिँ नम्बर चाहिँ माग्थ्यो नै, अनि नम्बर माग्दाखेरि म त अलि छुची पनि छु के, अनि मैले नम्बरहरू यसरी माग्नु हुँदैन नि, तपाईँ घरमा दिदीबहिनी छुइनँ भनेर भन्थ्यो, तर अहिले चाहिँ प्रायः माग्दैन। अहिले माग्नुहुन्न?
के भनेर माग्नुहुन्छ त्यो बेला? अब ड्राइभरले दिदी हजुरको नम्बर दिनु न भन्नुहुन्छ प्रायः जस्तोले। अनि मैले भन्छु कि नम्बर होइन, मेरो गाडी नम्बर चाहिँ याद गरेर जानु भनिदिन्छु म चाहिँ। मोबाइल नम्बर धेरैजनाले माग्ने खोज्छ। पहिला चाहिँ फर्स्टमा माग्नुहुन्थ्यो, अनि त्यसपछि मैले गाडी नम्बर याद गरेर जानु अनि भोलि चढ्नु न यही गाडीमा भन्थ्यो। कहिलेकाहीँ बिहे गरौँ जस्तो कुराहरू चल्दैन? त्यो छैन, कसैले भन्दैनन्? भरे पनि त्यो सोचै छैन। मतलब भन्न त भन्यो होला नि कसैले? माग्न पनि आएको थियो तर बिहे नगरेको। ए माग्न चाहिँ आउनुभएको थियो? हजुर। के छ त हाम्रो के नाम भन्नुभएको थियो अरे? विपना। विपना बहिनीलाई कस्तो खालको मान्छे जीवनमा आइदियो भने बिहे गर्न पाए हुन्थ्यो? अब त्यो त कहिल्यै छैन। होला नि एउटा सपना, एउटा सोच त होला नि। यस्तो त खासै सपनै छैन। सोचै छैन? किन आउँदैन? त्यो आउँदैन, अब त्यो पछि नै सोच्ने कुरा हो। अब तर त्यो यो कुनै हुँदैन। अब 20-22 को उमेरमा सोच्ने बेला भयो, अहिलेदेखि प्लान बन्दै गएपछि गर्दै गएपछि त्यो अनुसारको मान्छे खोज्ने हुन्छ, भेट्ने हुन्छ। तपाईँलाई सोचै नआएको कि भन्न अलिकति लाज लागेको? होइन, सोचै नआएको। धेरैजनाले त यो उमेरको मान्छे अलरेडी हुन्छ भन्छन् नि। भए पनि यस्तो प्रायः जस्तो आजभोलिको मान्छे एकदमै स्वार्थी हुन्छन् के, त्यही भएर मलाई चाहिँ त्यो विश्वास लाग्दैन। घरमा जसले माग्न आउँछ उसैसँग बिहे गर्छु म त। यसको मतलब तपाईँले कसैले धोका दिएछ? होइन होइन, यो स्वार्थी भन्दा बित्तिकै त्यस्तो लाग्यो। होइन, त्यस्तै हो अलिअलि। कहिलेकाहीँ त्यस्तो भइहाल्छ नि। ठिक छ, अब कमाइको हिसाबले कुरा गरौँ न। कमाइ कति हुन्छ अहिले? कमाइ त त्यही, म त खासै चलाउँदिनँ। त्यही अब महिनामा त्यही 20 दिन जति चलाउँछु होला गाडी। अब त्यति बेला त्यही 30-35 जति कमाउँछु मैले चाहिँ। अब डेली चाहिँ म खासै चलाउँदिनँ। मतलब तपाईँको बचत अथवा कमाइ? कमाइ हो, बचत त त्यति हुँदैन। किन अरू बाँकी दिन चाहिँ के गर्नुहुन्छ? अब प्राय बिरामी पनि हुन्छु बेसी, अनि त्यही भएर पनि खासै म आउँदिनँ। भनेपछि लगभग 20 दिन जति चलाउनुहुन्छ। अनि दिनमा साउले कति तिर्नुपर्छ? साउलाई 3035 त्यस्तै हो। ठ्याक्कै भन्नु, 3000 कि 3500? 3500 तिर्नुपर्छ। मतलब दिनमा एनी हाउ 3500 कमाउनु पऱ्यो साउको लागि। हजुर। बाँकी आफ्नो खल्तीमा चाहिँ कति राख्ने, कति बनाउने भन्ने कुरा हुन्छ है? त्यो आफूमा भर पर्ने। अनि रुट चाहिँ कहाँ हजुरको? यही गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, अनामनगर, सुन्धार, अनि त्यही फर्केरै आउने। के चाहिँ मान्छे बोलाउनु पर्छ, आफै आउनुहुन्छ? पर्दैन, आफै आएर चढ्नुहुन्छ। आफै आएर चढ्नुहुन्छ? कता नयाँ मान्छेले त गाह्रो हुन्छ होला नि? अब नयाँलाई 1-2 राउन्ड चाहिँ अलिक गाह्रो नै हुन्छ, त्यसपछि त बानी हुन्छ नि। भने त्यस्तो प्यासेन्जर बोलाउने खोज्ने उता त केही हुँदैन? हुँदैन। आफ्नो नियम हुन्छ? आफ्नो यस्तो हुन्छ, उनीहरूले जुनमा इच्छा लाग्छ उसैमा गएर चढ्ने, त्यस्तो बोलाउने यताउता हुँदैन। भनेपछि दिनमा कति टिप गर्नुहुन्छ? दिनमा 8 टिप। 8 टिप गर्नुहुन्छ? सधैँ 8 हुन्छ अथवा कहिले तलमाथि? तलमाथि भइरहेको छ, तर गर्नै पर्ने चाहिँ 8 टिप हो। 8 टिप गर्नैपर्छ? हजुर। मतलब नियमले चाहिँ त्यो भन्छ? त्योभन्दा बढी गरे पनि हुन्छ अथवा? बढी गर्दा झनै राम्रो, अब खासै गर्न पनि सकिँदैन नि त। भनेपछि कमाइको हिसाबले बाहिर जानुपर्ने बाध्यता त्यस्तो छैन? तपाईँको एउटा रहर मात्रै बाहिर जाने इच्छा छ, एउटा इच्छा छ। अनि इच्छा पुरा गर्नलाई पनि फेरि के भन्छ, भाग्यले पनि साथ दिनुपर्छ अरे? हजुर। अब हेरौँ त के हुन्छ। पछिसम्म त एकचोटि न एकचोटि। ठिक छ त, अब तपाईँको यो काम देखेर धेरैजनाले कहाँको बहिनी हो है, विवाहित हो कि अविवाहित हो, यति राम्री बहिनी, यति मेहनत गर्ने बहिनी भनेर धेरैजनाले गुनासो गरेपछि तपाईँको कुराहरू चाहिँ एक बेला मिडियामा देखाउन हामी तपाईँलाई भेट्न आयौँ है। तर तपाईँ जस्तै उमेरको मान्छेहरू के बा आमाको कमाइमा रमाउने, बिग्रिने, भत्किने धेरै देखेका छौँ। त्यस्ता दिदीबहिनीहरूलाई, दाजुभाइलाई के भन्नुहुन्छ त? अब यस्तो हो नि त, घरमा अब बुवा मम्मीको कमाइ राम्रै छ भने उनीहरू त्यही स्टेपमा चढ्छ। अब हामी त अलि लो लेभलकै छ नि त मान्छे, त्यही भएर त्यो फिल चाहिँ आएन अहिलेसम्म। मतलब अब यस्तो हो, पैसा कमाएर बुवा मम्मीलाई दिनुपर्छ भन्ने सोच आएछ होइन। हाम्रो चाहिँ अलि त्यस्तो हाई नै हुनुहुन्न, बुवाहरू चाहिँ अलि लो फ्यामिलीकै हो नि त, त्यही भएर त्यस्तो सोच चाहिँ आएन अहिले पनि। मतलब त्यस्तो व्यवहार गर्ने, बुवा आमाको पैसामा रमाउने व्यक्तिहरूलाई चाहिँ के भन्नुहुन्छ, के सन्देश दिनुहुन्छ? त्यो त थाहै छैन मलाई। होला नि त, केही सल्लाह सुझाव होला नि? भन्नु हुँदैन, गाली खानु भन्नु। कहाँबाट गाली हो, त्यो त सम्झाउने अराउने हो नि त, होइन त्यस्तो। एउटा सन्देश हो। अब त्यस्तो भन्नु हुँदैन। ठिक छ त, तपाईँको टिकटक फ्यान फलोअरहरू होइन, यति बेला धेरैजना दर्शकहरूले हेर्दै हुनुहुन्छ होला, के भन्नुहुन्छ त?
यति धेरै माया दिनुभएको छ, सपोर्ट गर्नुभएको छ, सबैजनालाई धन्यवाद होइन। अब म त खासै टिकटक पनि त्यति साह्रो चलाउन पनि आउँदैन मलाई चाहिँ होइन, पहिला चाहिँ खासै चलाएको पनि होइन। त्यही अहिले अलिअलि प्रायः जस्तो डेली भिडियो चाहिँ अहिले त्यही अस्ति धेरै भ्युज र लाइक गएदेखि मात्रै हाल्न सुरु गरेँ, नत्र त्यस्तो खासै हाल्थेँ। त्यही त म पनि पहिला नदेखा जस्तो लाग्छ कि यसरी नयाँ देखेँ, फेरि 3 वर्ष पुग्ला भन्नुहुन्छ है। तर म यो भिडियो गाडी चलाएको भिडियोहरू चाहिँ प्रायः हाल्दिनँ कि। ठिक छ त, के छ तपाईँको टिकटक आइडी के छ? धेरैजनाले हेरी यो इन्टरभ्यू हेरेर तपाईँलाई टिकटकमा गएर खोज्लान्। मेरो टिकटकमा नाम चाहिँ विपना सिन्जाली मगर। त्यो गरेर सर्च गऱ्यो भने तपाईँले ठ्याक्कै भेटिन्छ नि। विपनालाई माया गरिदिनु होला, फलो गरिदिनु होला है। ल त अब यति बेला तपाईँको बाबा मम्मीले हेर्दै हुनुहुन्छ होला, तपाईँलाई दुःख गरेर होइन पढाउनु भयो, हुर्काउनु भयो, तपाईँको सपना पुरा नभए पनि एउटा पेसामा लाग्नु भएको छ। के भन्नुहुन्छ भगवान् रूपी बुबा मम्मी? एकदम मेरो त बुवा मम्मी त भगवान् स्वरूपै हुनुहुन्छ, तर पनि एकदम खुसी लाग्छ नै। एकदमै टाढा हुनुहुन्छ होइन, तर मिस चाहिँ एकदमै गरिरहेको हुन्छ। फोन गर्न टाइम हुँदैन, बेलुका राति हुन्छ नै। अब सुतिसकेको हुन्छ गाउँतिर, अनि बेलुका म त 9 बजीतिर रुम पुगिरहेको हुन्छु, त्यति बेला कल गर्ने कुरा हुँदैन, तर एकदम सम्झी चाहिँ रहेको हुन्छु। कति भयो घर जानु नगएको? 1 वर्ष हुन्छ अब दसैँमा। 1 वर्ष हुन्छ भने 1 वर्षसम्म जानु भएको छैन भनेपछि यही भिडियो मार्फत बाबा मम्मीले सम्झिनु भएको छ नि। हुन्छ, आयो, भेटघाट भयो, खुसी लाग्यो। मिहिनेत गर्दै जानु होला है। आफ्नै देशमा परिश्रम गऱ्यो भने विदेश जानु पर्दैन भन्ने एउटा सन्देश पनि जाओस् है। तपाईँको त्यो इच्छा पनि पुरा होस् है। हुन्छ, फेरि पनि धेरैजना दर्शकले विपना बहिनी कता हुनुहुन्छ भनेर खोज्नुभयो, रोज्नुभयो भने भेटौँला, कुराकानी गरौँला। अहिले छुट्यो, नमस्ते।